यहाँ सबैमा नमस्कार। आज म सहकारी संस्थाको सुरक्षाका लागि सहकारी संस्थालाई दिगो रूपमा सञ्चालन गर्नका लागि ऋण लगानीले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। ऋण लगानी जति सुरक्षित भयो त्यति संस्था सुरक्षित हुन्छ। त्यसैले ऋण सुरक्षणका लागि आवश्यक पर्ने कागजातहरूको प्रयोग र ऋण लगानी प्रक्रियाबारे म जानकारी गराउन गइरहेको छु। यो भिडियो अन्तिमसम्म हेरेर यहाँहरूले आफ्नो संस्थामा ऋण लगानी प्रक्रिया कसरी गर्ने त्यो विषयमा जानकारी लिनुहुन म अनुरोध गर्दछु। सबैभन्दा पहिले ऋणी सदस्य संस्थामा ऋण माग फारम भर्न आउँदाखेरि ऋण लगानीका लागि चाहिने आवश्यक कागजातहरू के हुन्, ती कागजातहरू चाहिँ ऋणीले लिएर आउनुपर्ने जानकारी यहाँहरूले अगाडि नै गराउनु पर्ने हुन्छ। त्यस पछाडि कुनै पनि सदस्य ऋण माग्न संस्थामा आउँछ। संस्थामा ऊ आइसकेपछि उसले ऋण माग निवेदन संस्थामा दिन्छ। त्यो सदस्यले दिएको ऋण माग निवेदनलाई हामीले अनिवार्य रूपमा दर्ता गर्नुपर्छ। त्यस पछाडि त्यो दर्ता गरिसकेपछि ऋण दर्ता फारमका साथमा नागरिकताको फोटोकपी राख्नुपर्छ। नागरिकताको फोटोकपी सदस्यलाई दस्तखत गराएर मात्रै राख्नुपर्छ। त्यो फाइलमा सेयर प्रमाणपत्रको फोटोकपी पनि राख्नुपर्छ। सँगसँगै ऋण सदुपयोगिता फारम भर्ने, ऋण सदुपयोगिता फारम भनेको चाहिँ उसले त्यो ऋण लगेर केमा उपयोग गर्छ, त्यो ऋण सदुपयोगिता फारम भरेर उसलाई दस्तखत गराएर राख्ने। त्यसपछि जग्गा धनी पूर्जा धितो राख्नु पर्यो। धितोको लागि जग्गा धनी पूर्जाका साथमा नक्सा, मालपोत तिरेको रसिद लिनुपर्छ। त्यो नक्सा चाहिँ फोटोकपीको नक्सा कहिले पनि नलिनु होला, ओरिजिनल नक्सा लिनु होला। त्यस पछाडि त्यो नक्सा र जग्गा धनी पूर्जाका आधारमा स्थलगत रूपमा धितो मूल्याङ्कन गर्न जानु होला। स्थलगत रूपमा धितो मूल्याङ्कन गरिसकेपछि त्यो धितोको अवस्था विश्लेषण गरी धितो मूल्याङ्कन फारमको प्रयोग गरेर धितो मूल्याङ्कन गर्नु होला। त्यस पछाडि सदस्यको तिर्ने क्षमता 5C भनेर 5C विश्लेषण फारम छ। 5वटा C सदस्यको ऋण तिर्ने सदस्यले भोलि ऋण यो चाहिँ संस्थाको ऋण तिर्न सक्छ कि सक्दैन भनेर ऋण अनुसन्धान फारम हो त्यो फारमको विश्लेषण गर्ने। त्यस पछाडि ऋण परामर्श पत्र तयार गर्ने, ऋण उपसमितिको छलफल र निर्णय गरी ऋण लगानी गर्ने। सबै प्रक्रिया पुगेका छन् कि छैनन् त्यो ऋण समितिको बैठकमा छलफल गरेर प्रक्रिया पुगेका छन् भने मात्रै तिनीहरूको निर्णय गर्ने र निर्णय गरिसकेपछि त्यो धितोलाई मूल्याङ्कन गरिसकिएको छ भने अब मालपोतमा धितो बन्धक रोक्का गर्न पत्र तयार गर्ने र मालपोत कार्यालय पठाउने। त्यस पछाडि मालपोत कार्यालयबाट त्यो जग्गा चाहिँ दृष्टि रोक्का अथवा धितो बन्धक रोक्का भएर आइसकेपछि तमसुक गर्नुपर्ने हुन्छ। त्यो तमसुक गर्ने बेलामा ऋण कसरी तिर्ने, ऋणका क्रियाकलापहरू के हुन्छन्, ऋण कुन शर्तमा तिर्ने, त्यसको ब्याज दर कति हुने, कति अवधिको किस्ता हुने, यी सबै कुराहरू चाहिँ शर्तनामा तयार गर्ने र त्यो शर्तनामा चाहिँ ऋणीको परिवारलाई राखेर समेत दस्तखत गराउने र त्यो ऋण तिर्ने स्रोत चाहिँ के हो, त्यो ऋण तिर्ने स्रोतको आम्दानी के हो त्यो खुलाउने कागजात तयार गर्ने। त्यस पछाडि ऋणीको फाइलमा सबै कागजातहरू पुरा भए नभएको जाँच गर्ने। सबै प्रक्रिया अनुसार कागजात पुरा भएमा तमसुक तयार गर्ने र तमसुक प्रमाणित गर्ने। अनि त्यस पछाडि बल्ल ऋण निकासा दिने।
ऋण निकासा दिँदा उसको ऐच्छिक खातामा दिने र ऋण निकासा दिइसकेपछि उसलाई ऋणको किस्ताको तालिका दिने। तालिका दिँदाखेरि 1 प्रति ऋण विभागको कर्मचारीले दस्तखत गरी ऋणीलाई दिने र 1 प्रति चाहिँ ऋणीलाई दस्तखत गराएर फाइलमा राख्ने। त्यस पछाडि ऋणको चेकलिस्ट तयार गर्ने। त्यो ऋणको फाइलभित्र के डकुमेन्टहरू छन् ती डकुमेन्टको एउटा चेकलिस्ट तयार गर्ने। त्यो चेकलिस्ट चाहिँ ऋण लगानीको फाइलको सबैभन्दा माथिबाट राख्ने, ताकि त्यो फाइलभित्र के कुराहरू कुन कागजातहरू छ त्यो चेकलिस्टले बताउन सकियोस्। त्यस पछाडि सदस्यले ऋण लगानी गरेको सिजनमा प्रयोग गर्यो कि गरेन, त्यो ऋणको किस्ता आउनुभन्दा 15 दिन अगाडि कम्तीमा पनि 10% ऋणको चाहिँ ऋण सदुपयोगिता जाँच गर्ने र ऋण सदुपयोगिता जाँच गरिसकेपछि मात्रै त्यो ऋण सही ठाउँमा सदुपयोग भयो कि भएन भनेर थाहा पाउन सकिन्छ। यसरी सुरक्षित ऋण लगानी प्रक्रियाहरू पुरा गरेर मात्रै ऋण लगानी गरियो भने तपाईँको संस्थाको ऋण भोलि असुल उपर गर्न सहज हुनेछ। त्यसैले यो सबै प्रक्रिया अपनाएर मात्रै ऋण लगानी गर्नुहोला र यो सबै प्रक्रिया अपनाएर यहाँले ऋण लगानी गर्नुभयो भने भोलि कर्जा असुलिने अधिकरण, कर्जा सूचना केन्द्र, धितो लिलाम यी कानुनी प्रक्रियामा जानलाई एकदम सरल र सहज हुनेछ भन्दै आफ्नो संस्थालाई यो प्रक्रियाबाट सधैँ सुरक्षित राख्नु अनुरोध गर्दै यहाँहरूले यो विधिलाई प्रयोग गरिदिनु न जानकारी गराउँछु। हवस् त, नमस्कार, जय सहकारी।